अहिले गभर्नरको नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाउँछ, तर हाम्रो सरकार लजाउँदैन। सरकारको कुनै फेरबदल केही पनि अहिले हुँदैन, तर सरकारले गर्नुपर्ने डेलिभरी जसरी गर्नुपर्ने हो त्यसरी गर्न सकिरहेको छैन। यो सरकारले काम गर्न सकेन भन्ने अनि फेरबदल पनि गर्न हुँदैन भन्ने यो कस्तो मजाक हो? कि काम गर्नु पर्यो, होइन भने छोड्नु पर्यो। काम गर्न पनि नसक्ने अनि कुर्सी पनि ओगटेर बस्ने कांग्रेसको देखाउने दाँत गगन थापा अनि चपाउने दाँत चाहिँ शेरबहादुर देउवा र आर्जु राणा भए। अनि यिनका रंगमञ्चमा बेतालको कम्बर मर्काउने चाहिँ गृहमन्त्री रमेश लेखक। क्या रमाइलो छ गाठे। नक्कुच जेलमा उम्मेदवारहरूलाई लिएर जानुभयो होइन, रविजीसँग सबैको अन्तर्क्रिया भयो होइन? भयो भयो। कहाँ लैजानु पर्ने थियो? बालकोट। राजनीतिमा रुचि हुँदैन, ऊ राजनीति व्यक्ति होइन। राजनीतिमा रुचि हुनु त सबैको पर्यो, तपाईँको पनि पर्यो, मेरो पनि पर्यो। बच्चैदेखि हाम्रो स्कुलमा राजनीति सिकाउनु, कोही टाढा बस्नु सक्दैन, कोही पनि टाढा बस्नु सक्दैन। राजनीति बुझ्नु पर्छ, तर काम गर्ने बेलामा चाहिँ राजनीति गर्नु भएन। तपाईँले केपी शर्मा ओलीको किन आलोचना गर्नुभयो बताउनुहोस् त, जनता जान्न चाहन्छन्। मैले केपी शर्मा ओलीजीको धरहरा त उहाँले बनाएको हो नि, होइन? त्यो धरहरा होइन, त्यो धरहरा किन होइन? पछाडि जुन भत्कियो, जुन चाहिँ इँटा सुर्खी माटोले बनेको संरचना थियो, त्यो धरहरा हो। त्यो धरहरा किन विदेशीहरू हेर्न आउँथे भन्दाखेरि नेपालीहरू कस्तो अजङ्गको मान्छे रहेछन्, यिनीहरूले त इँटा माटो र सुर्खीले चाहिँ 13 तल्लाको भवन बनाए भनेर हेर्न आउने हो नि त। तपाईँको कङ्क्रिटको टावर त जसले पनि बनाउन सक्छ, हाम्रो भन्दा राम्रो टावर अमेरिकामा चोकचोकमा छैन नि त। तपाईँलाई कति पैसा दिनुभयो जेएनजीहरूलाई अथवा घाइतेहरूलाई ठ्याक्कै भन्दा? अब त्यो त अब ठ्याक्कै यति चाहिँ नभनौँ, अब जो सबैलाई पुग्ने यो उपत्यकाभरि त सबैलाई पुग्नेलाई पैसा दिनुभयो। सबैलाई। त्यो पैसा कहाँबाट आयो? अब त्यो पैसा चाहिँ ब्याङ्कबाट आयो। सुरुमा तपाईँले मात्रै हेल्प गर्नु? सुरुमा त मै हो। ब्याङ्कको पैसा झिकेर दिनुभयो? मैले ब्याङ्क निक्लेर टिप्नु भएन, निकाल्ने ब्याङ्कबाट हो क्या रिसिभ। हुम्लामा गएर बस्नु न, एउटा पुल जाँदैछु, जानुहोस् त ढुङ्गाबाट जोगिनुहोस्, ढुङ्गाबाट खसेर टक्लको ढुङ्गा झरेर टक्लको भिरबाट लडेर मान्छे उठेर चाहिँ कहाँ गायब हुन्छ थाहा हुँदैन कडालीमा। अनि 14 वर्ष मान्छे जेल बसेर उहाँ प्रधानमन्त्री भइरहेछ, म जानु कुन ठुलो कुरो भयो त? म गठबन्धन सरकारलाई जे गर्नु छ 31 महिनासम्म गरिभ्याउनुहोस्, गर्नुहोस्। चल्या छ लडाइँ, 2टा गभर्नर बनाउनुहोस् न, एउटा बिचौलिया ह्यान्डल गर्ने, एउटा नोटमा सिग्नेचर गर्ने बनाउनुहोस्। अर्को काम पनि गर्नुहोस् यो 31 महिनाको बिचमा। त्यो छापिएको नोटमा हुन्छ नि, आफ्ना चुनाव चिन्ह राख्नुहोस्। बाटो बनाउने ठेकेदार, स्थानीय जनप्रतिनिधि र सडक विभागको सेटिङले गर्दा यो मुलुकको अरबौं रुपैयाँ सत्यानाश हुन्छ। फेरि अनुगमन गर्ने र प्रतिवेदन दिने चोरहरू यति बाठा हुन्छन् कि कुरै नगरौं। यहाँ मैले चोरहरू भन्ने शब्द प्रयोग गरेँ, आई थिंक यो चोरहरू भन्ने शब्द अलि गलत भयो। महाचोरहरू हुनुहुन्। I'm 23 now, but will I live to see 24? The way things are going, I don't know. सिङ्गापुर, अमेरिका, चाइना, बेलायत सबै प्रधानमन्त्रीहरू देशका अति उत्कृष्ट विद्यार्थीहरू मात्रै प्रधानमन्त्री भएको छन्। एउटा उदाहरणको लागि बेलायतको विगत 70 वर्षदेखि सम्पूर्ण प्रधानमन्त्रीहरू अक्सफोर्ड विश्वविद्यालयका छन्। नेपालको विगत 70 वर्षदेखि कुन चाहिँ हाम्रो सफल, हाम्रो मन बुझ्ने प्रधानमन्त्री हामीले कुन चाहिँ पायौँ? तपाईले कहिले विस्थापित हुने? प्रचण्डलाई भोट नहाल भनी तपाईहरु आज त्यही प्रचण्डको पछि लाग्नुहुन्छ। ल कहानी पछि लाग्यो? निर्वाचन तपाईले के भन्नु भएको थियो? अनि पुराना उम्मेदवारलाई, पुराना पार्टीको उम्मेदवारलाई हराउ भन्ने तपाई हैन? केपी शर्मा ओली, शेरबहादुर प्रचण्ड हराउनु पर्छ भनेर क्याम्पिङ गर्ने तपाईहरु होइन? तपाई इन्टरभ्यु लिन लागि दिनला। तपाईको पार्टीका नेताहरू कहिले शेरबहादुर कहाँ जान्छन्? अहिले त्यही केपी शर्मा ओली चाहियो तपाईहरुलाई फेरि। अनि गजबको पार्टी रहेछ क्या राष्ट्रिय स्वतन्त्र पार्टी। मेरो भनाइ चाहिँ त्यतातिर हो क्या। हरिजीले भन्नु सक्छ। भन्दैन, मोरे नि भन्ने, तपाई नै भन्नु। तपाईहरु कहाँ हुनुहुन्छ? लिपुरको बारेमा तपाईहरु बोल्नु न। तपाईको पार्टी हामीले बोल्दा तपाईहरु के हुँदो रहेछ अचम्म क्या। हामीले बोलेको कुरामा चाहिँ ऋषि धमलाको
मा कहाँ प्लेनमा चढ्नु हुँदो रहेछ कि कानमा इयरफोन लाउनु हुँदो रहेछ कि उहाँले भन्नुभएको छ राष्ट्रिय जनता पार्टी मेरै डिजाइनमा चाहिँ ग्रान्ड डिजाइनमा बनेको भनेर। अनि के गर्ने त अब इष्ट देवता मानेर एउटा मन्दिर राखेर पूजा गर्ने त्यो हो भने तपाईँको स्टुडियोको यतापट्टि लिएर राखेर पूजा गर्नुहोस्। रासोपा जिम्मेवार पार्टी हो। जिम्मेवार पार्टीको जिम्मेवार सांसद भएको कारण म केही कुरा आफ्ना कुरा सम्माननीय सभामुख महोदय मार्फत सबैको जानकारीको लागि र स्पष्टताको लागि पुनः एकपटक राख्न चाहन्छु। सभामुख महोदय, मैले कहीँ पनि स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेको छैन। राम्रोसँग कान खोलेर सुन्नुहोस्। मैले हिजो बोलेको वाक्य पुनः दोहोऱ्याउन चाहन्छु। स्वयं सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रमको बहाना बनाएर सहभागी हुने बहानामा गएर नफर्किएको भन्ने लगायतका समाचारहरू आइरहेका छन्। मैले भनेको वाक्य यति नै हो सभामुख महोदय। प्रधानमन्त्री गएको कार्यक्रममा कोही गएर फर्किएनन् भन्नु र प्रधानमन्त्रीसँग गएर फर्किएनन् भन्नुमा निकै अन्तर छ। मेरो भनाइ रेकर्डबाट किन हटाउने सभामुख महोदय? सांसद महोदयहरूको नेपाली भाषा बुझाइमा समस्या भएका कारण मेरा भनाइहरू हटाउनु पर्ने त होइन होला नि सभामुख महोदय? मैले बोलेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ, चुनौती दिन्छ भने त्यो मेरो समस्या होइन। जसको समस्या हो उसैको उपचार गरियो। सम्मान्य सभामुख महोदय मार्फत निवेदन गर्न चाहन्छु। अनौठो लागेको छ तरिका देखेर। मैले लिएर आएको बजेट कति गजब क्या। राज्यले हो नि बजेट हाल्ने, मन्त्री भयो अनि मैले लिएर आएको घर बेचेर लगेर हाले हो, आफ्नो सम्पत्ति लगेर हाले हो क्षेत्रमा। प्रधानमन्त्रीको अधिकार कति हुन्छ भन्नु? प्रधानमन्त्रीको म्याक्सिमम अधिकार हो। अनि तर तपाईँसँग त्यो पदमा नबस्ने अधिकार त छ नि। मैले भने अनुसार काम गर्न पाइनँ। तपाईँले दुईचोटि भन्नुभयो यो कुरा। तपाईँलाई सम्झाउँ, यदि आफू अनुकूल आफूले चाहेको गर्न सकिएन भनेदेखि तिमी मन्त्री हौ, तिमी छोडिदेऊ न त पद। किन कर्मचारी जस्तो हुन्छौ भन्नुभयो नि तपाईँले, छोडिदेऊ भन्नुभयो। 9 महिनासम्म सोचे जस्तो पर्फर्मेन्स दिन नसक्ने प्रधानमन्त्री चाहिँ प्रधानमन्त्रीमा रहिराख्न नैतिकताले दिन्छ त? तू इधर उधर की न बात कर, तू इधर उधर की न बात कर, ये बता कि काफिला क्यों लूटा? इधर उधर की बात न कर, ये बता कि काफिला क्यों लूटा। मुझे गिला रहजनों से नहीं, तेरी रहबरी का सवाल है। यो सबै तपाईको नेतृत्वमा भएको लूट तन्त्र हो र उहाँहरूले के भन्नुभयो थाहा छ? हम पे इल्जाम ये है कि चोर को क्यों चोर कहा। एउटा कुरा म भन्न चाहन्छु, नेपाल सरकारलाई म आग्रह गर्न चाहन्छु, यो 4-5 जिल्ला जुन भाग्यमानी जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौं। बाँकी 77 जिल्लाको 72 जिल्लालाई लिजमा दिउँ, अर्को देशलाई, अमेरिकालाई दिउँ, चाइनालाई दिउँ, भारतलाई दिउँ। बजेटै जाँदैन भने त्यो जिल्ला नेपालमा किन राख्ने? बात त सही है। सामान्य सभा महोदय, उहाँलाई यसभन्दा अगाडि बढ्न दिन हुँदैन। उहाँको अभिव्यक्ति बेठिक छ। राष्ट्रघाती अभिव्यक्तिलाई हामी सुनेर बस्न सक्दैनौँ। सामान्य सभा महोदय, संसदमा यो असंसदीय भाषा प्रयोग भयो, राष्ट्रमाथि प्रश्न खडा हुने खालको भाषा प्रयोग भयो भन्ने कुरा ध्यानमा राखिकन यसलाई रेकर्डबाट हटाउने मैले निर्देशन गर्दछु र वक्ता मान्य सदस्य बाँकी विषय आफ्नो अगाडि बढाउन सक्नुहुन्छ। यहाँलाई दिएको समय 7 मिनेट छ। पार्टीको दलीय हिसाबले यदि निर्देशन दिन्छ त्यो निर्देशन हामी मान्न तयार छैन। किनभने सभामुखले निर्देशन दिनु परेको सबै जिल्लामा बजेट किन गएन? त्यो निर्देशन दिन आउँदैन सभामुखलाई। एमाले जे भने त्यही निर्देशन छ भने सभामुख संसदको एमालेको होइन। एउटा कुरा के हो, हामी हिजोको दिनमा पनि अन्य अत्याचार भएको थियो, राजा त्यसको पनि लागि लडेर आएको हो। कसैले हामीले टीका लगाएर आइदिएको होइन। राम्रो काम गर्नुहोस्। नराम्रो गरे चाहिँ यो चाहिँ गरे हैडगाले नराम्रो, यो चाहिँ यो 3 वर्ष गरे भने ट्याक्कै एउटा भन्नुहोस् त। अब संसदमा तपाईँले 3 महिनादेखि अवरोध गर्नुभयो, त्यो राम्रो काम भयो त? पार्लियामेन्ट भिजिट भिसाको नाममा मान्छे बेच्नु चाहिँ राम्रो काम हो त? नयाँ साथीहरू पार्लियामेन्टमा आउँदै गर्दाखेरि उहाँहरूलाई चाहिँ दुःख गरेर आउनु भएको थिएन। त्यही भएर होला धेरै कुरा नबुझिकन जथाभावी पनि बोले। मैले सुन्दै गर्दा म चुपै लाएर बसेँ। म जथाभावी बोल्दिनँ है। अहिले भर्खर
मान्यज्यूले नयाँ हुनुहुन्छ जथाभावी बोल्नुहुन्छ भन्नुभयो। त्यो जथाभावी भने चाहिँ के हो? तपाईँको पार्टी सभापति अहिले देशको उप प्रधानमन्त्री गृहमन्त्री हुनुहुन्छ, उहाँले नैतिकता प्रदर्शन गर्न सक्नुभयो? प्रश्नहरू उठाएको छ नि होइन संसदमा। प्रश्नहरू नउठ्ने नेता रामलाई प्रश्न उठ्यो, भगवान् श्रीरामका प्रश्नहरूको बारेमा भन्नुहोस् त। यो सुन्नुहोस् त, कमिलो वा समय सिद्धियो भने पखेटा बगाउँछ अनि पालबाट निस्केर फ्याट 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 उड्छ अनि त्यो माथि टप्प 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 हतार हतार टप्प टप्प पार्दै हुलै चराएर टप्प टप्प पार्छ। लाज र नैतिकता भन्ने कुरा पनि यो संसारमा अझै बाँकी छ के प्रधानमन्त्रीज्यू? रवि बालेन कुलमान प्रति मात्रै खनिने अनि 35 वर्षदेखि एमाले र कङ्ग्रेसले गरेको कर्म नगनिने। देश तपाईहरूको वीरता होइन, तपाईँको कुरा सुनेर गिरीबन्धु काण्ड, 11 रोपनी जग्गादान काण्ड, 70 करोड काण्ड, 33 किलो सुन काण्ड, ललिता निवास काण्ड, व्हाइट बडी काण्ड, एती ओम्नी काण्ड, अरुण थर काण्ड, पानी ट्याङ्की काण्ड, भ्यू टावर काण्ड, सांसद अपहरण काण्ड र महाकाली सन्धिका नाइके पनि खितितितिति हाँसे होलान्। उनले भनेका छन् प्रचण्ड र रवि लामिछानेले थुन्न खोजेपछि कङ्ग्रेस र एमाले मिल्यौं। यो भिडियो हेर्नुहोस् त। अस्ति प्रचण्ड रविवाला सरकार हुँदाखेरि पनि त्यस्तै उनीहरूले दोहोऱ्याउन खोजे। हिन्दीमा एउटा भन्छ मौत आती है तो चिट्ठी के पहिरो लाते हैं। गठबन्धन नामको ठग बन्धन भएछ भन्ने कुरा अब प्रष्ट भयो। एभ्रीबडी सबके सब चोर हैं साले। एउटा निवेदन गरौँ कि यो देशमा अहिले आएको करिब 18 खर्बको बजेट, 18 खर्बको बजेटमा विकास बजेट कति छ? म भन्छु 2-3 खर्ब, 3 खर्ब 3.5 खर्ब, 3 खर्ब 3.5 खर्ब हो हैन? वित्तीय व्यवस्थापनको लागि कति गएको छ र साधारण खर्च कति गएको छ? वित्तीय व्यवस्था अब सर 3 खर्बको बजेटले मुलुकको अनुहार के कायापलट गर्नु छ जाहिर खुवाउने बाहेक? सभामुखजी मार्फत सोध्न चाहन्छु, त्यो सभा हल बनाएर के फाइदा? अहिले भर्खर प्रचार आइरहेछ फेसबुकमा, यहाँ ब्रिकुटी मण्डपमा पनि फेरि ठुलो मल्टी फङ्सनल सभा हल बन्ने कति अरबको, त्यसको प्रचार आइरहेछ। के हो देशको जनताको लागि त्यही उपलब्धि हो कि हामी त्यही भनौँ नेपालको किसानलाई कि मल चाहियो भने जाऊ गोदावरीको अडिटोरियममा, गोदावरीको सभा हलमा, मल चाहियो भने के मन्त्री क्वार्टर जाउँ? किनकि सरकार खालि बिल्डिङ बनाउनुमा व्यस्त। मैले एउटा बुझ्दैन नि कि यो कस्तो अर्थशास्त्र हो कि खालि बिल्डिङ बनाउनु, किनकि 4-5 जना बिल्डर माफिया छन्। समय सक्यो। 1 मिनट थप्दिनु छ, 1 मिनट थप्दिनु छ, 1 मिनट थप्दिनु छ। यो जरुरी कुरा, किनकि कम्युनिस्टलाई घाम लगाउनै पर्छ। कम्युनिस्ट एउटा हिपोक्रेट हुन्छ। मैले हिजो फिरो प्लास्टिकको कुरामा भनिदिएको थिएँ कि वामपन्थीहरू खून चुसेर जुका हुन्छ। बात तो सही है।